र अब हामी क्वेसन चाहिँ लागौँ है त है। क्वेसन चाहिँ अब हामी तीनटा गर्छौँ। तीनटामा के छ भने हाम्रो क्वेसन भनेको एउटा 1 नम्बर क्वेसनमा x को पावर क्युब y को पावर -2 डिभाइडेड बाई x को पावर -1 y को पावर 4 अब यसलाई को होल स्क्वायर छ क्वेसनमा है। अब सुरुमा यसलाई के गरौँ भने एकदम सजिलो क्वेसन छ यो। सबै मिल्छ नि त, बिचमा त प्लस माइनस कहिले यसलाई पार्टमा छुट्याएको छैन। अब पावरहरू पनि मिल्छ, एक्स पनि छ, y पनि छ। अब के गरौँ भने हामीले डिभिजन रुल लगाइदिउँ यसलाई। डिभिजन रुल अब रुल थाहा छैन भने चाहिँ एकचोटि पार्ट 1मा त्यो रुलहरू हेर्नु है। अब डिभिजन रुल लगाउँदा के हुन्छ भने x को पावर 3 माथि छँदैछ, तलको x को पावर -1 माथि आउँछ, माथि आउँदाखेरि -1 भयो। किनकि यो x को पावर -1 माथि जाँदा -1 हुन्छ, तर तलको माथि जाँदाखेरि यो हाम्रो माइनस भइहाल्यो है। अर्को पनि केहीले डिभाइड गरेको छैन, त्यही भएर चाहिँ अब y को पावर -2 अब यो 4 माथि जाँदा के हुन्छ -4 हुन्छ। अनि यसलाई स्क्वायर छ यसको, यो नबिर्सौँ है। अनि x को पावर 4 भयो, y को पावर -6 छ है। अब यसको स्क्वायर नबिर्सौँ। अब यहाँदेखि यसलाई अब यो स्क्वायरले यो सबैलाई मल्टिप्लाई गर्न पायो। अब त्यो रुललाई के भन्दाखेरि पावर रुल युज गरेको भन्नु पऱ्यो है। यो आउँछ भने सुशीले त हुन्छ यो डिभिजन रुल पावर रुल लेख्नु पर्दैन है, त्यो तपाईँले सजिलो हुन्छ भनेर मात्रै हो। अनि इन्टु गर्दा के हुन्छ x को पावर 8 भयो, y को पावर -12 भयो है। अब क्वेसन 2 मार्क्सको आएको छ भने यहीँसम्म सक्दा भयो। नत्र यसलाई के गर्दाखेरि यो नेगेटिभ छ नि त, यो y को पावर -12 छ नि त, यो नेगेटिभ छ। यसलाई पोजिटिभ बनाउनुलाई के गर्नु पऱ्यो भन्दाखेरि अब हाम्रो यसलाई एप्लाई अथवा रिमुभ रिमुभ नेगेटिभ इन्डेक्स है। यसलाई के गर्नु पऱ्यो, अब x को पावर 8 छ, y को पावर -12 छ, यसलाई x को पावर 8 y मुनि झर्दा के हुन्छ y को पावर 12 हुन्छ, यसलाई माथि जाँदाखेरि -12 हुन्छ। भनेपछि यो चाहिँ हाम्रो एन्सर भयो है। यो हाम्रो फर्स्ट क्वेसन भयो, बुझ्नु। यो फर्स्ट क्वेसनमा अब रुल युज भएको रुलहरू भनेको डिभिजन रुल, पावर रुल अनि रिमुभ नेगेटिभ। हामीले यहीँसम्म लिँदा पनि हुन्छ, तर जबसम्म इक्वेसन कुदिरहेको छ कुदाइराख्ने है। अनि एउटा ठाउँमा बेसी अब यहाँदेखि हाम्रो केही गर्नु मिलेन नि त, अनि त्यस्तो कन्डिसनमा पुऱ्याइदिएपछि एन्सर त्यही हो भन्दा नि हुन्छ। अब माथि चाहिँ मिस्टेक गरेको हुनु भएन, रुलहरू चाहिँ मजाले याद गरेको हुनु पऱ्यो है त। र अब हामी अब सेकेन्ड क्वेसनतिर जाउँ। सेकेन्ड क्वेसनमा के छ भने हाम्रो a को पावर 3/2 इन्टु a को पावर 1/2 डिभाइडेड बाई a को पावर -1 छ है। क्वेसन हेर्नु है, a को पावर 3/2 इन्टु a को पावर 1/2 डिभाइडेड बाई a को पावर -1 छ है त। अब यसलाई सुरुमा के गर्ने भने एउटा मल्टिप्लिकेसन रुल भयो है। मल्टिप्लिकेसन रुल भयो है। यो मल्टिप्लिकेसन रुलमा चाहिँ अब के हुन्छ भन्दाखेरि सबै हाम्रो ए नै छ, कुनै पार्ट डिभाइड पनि भएको छैन, केही पनि भएको छैन। भनेपछि यो माथिको यो a को पावर 3/2 इन्टु a को पावर 1/2 मल्टिप्लाई गरौँ। मल्टिप्लाई गर्दा के हुन्छ भन्दाखेरि a को पावर 3/2 प्लस 1/2 मल्टिप्लाई गर्दा किन प्लस हो भन्दाखेरि अब त्यो सबै जोड्दाखेरि प्लस हुन्छ। रुल चाहिँ मल्टिप्लिकेसन रुल नै हो है। अब यसलाई अब सिम्पल पाराले के हुन्छ नि, एलसिएम लिँदाखेरि 4 अथवा सरी एलसिएम लिँदा 2 हुन्छ, माथिको 3 + 1 भयो। यो भनेको a को पावर 4/2 होइन। अनि यसलाई के लेख्ने मिल्यो, a को स्क्वायर लेख्ने मिल्यो है त। यो चाहिँ a को स्क्वायरमा भयो। यो भनेको a को स्क्वायर भनेको माथिको a को पावर 3/2 इन्टु a को पावर 1/2 सबैलाई सल्भ गरेर यो a स्क्वायर निकालेको है। अब यो a स्क्वायर माथिको यति मात्र भएपछि तल a को पावर -1 छ। अब यसलाई के गर्ने भनेखेरि यो a को पावर -1 माथि लाने, माथि लाँदा के गर्नु पऱ्यो त भन्दाखेरि a को पावर 2 माथि जाँदाखेरि माइनस भइहाल्यो। अब अलरेडी यसको -1 छ भनेपछि a को पावर 3 हुन्छ है यसको एन्सर। अनि यो चाहिँ हाम्रो सेकेन्ड नम्बरको क्वेसन भयो है। मजाले हेर्नु होला, यो चाहिँ सेकेन्ड नम्बर क्वेसन। यो माथिको 1 नम्बर क्वेसन, त्यो तल 2 नम्बर क्वेसन। अब हामी गर्नेछौँ 3 नम्बरको क्वेसन। 3 नम्बरको क्वेसनमा के छ भन्दाखेरि x को -2 पावर -2, यसको y को पावर 3 अनि x को पावर केही छैन, y को पावर -1 छ है। यसको होल स्क्वायर छ। अब यसलाई डाइरेक्टली त के भन्दाखेरि x को स्क्वायर छ, तल x छ भनेपछि यसलाई अब हामीले कुन रुल लगाउनु पऱ्यो, डिभिजन रुल लगाउनु पऱ्यो। डिभिजन रुल लगाउँदा के हुन्छ भन्दाखेरि चाहिँ डिभिजन रुल लगाउने, डिभिजन रुल लगाउँदाखेरि चाहिँ यो तलको माथि लाने, त्यही गरौँ। अब यसलाई x को पावर -2
अनि तलको माथि लेख्दाखेरि एक्सको पावर केही छैन भनेको माइनस के अरे एक्सको पावर केही नहुँदाखेरि 1 हो, माथि जाँदाखेरि यो -1 हुन्छ भनेपछि यसको एक्सको पावर -3 हुन्छ। अब वाईको कुरा गरौँ, वाईको 3 अनि माथि तल -1 छ भनेपछि अल माइनस -1 यसको के भयो वाईको पावर 4 भयो है। अब हाम्रो यो स्क्वायर त छ नि त, सबै यो ब्र्याकेटभित्रको सल्भ गरिसकेपछि के आयो भनेपछि एक्सको पावर -3 वाईको पावर 4 आयो। तर स्क्वायर छ हाम्रो यसमा, स्क्वायर हुँदा के हुन्छ कि एक्सको पावर -6 वाईको पावर 8। अब यसलाई अघिको जस्तै हो माथिको रिमुभ नेगेटिभ इन्डेक्स क्वेसन झन् सेमै रहेछ। अब यो माइनसलाई तल लगौँ अथवा माइनस हटाउनलाई के गर्नु पऱ्यो वाईको पावर 8 अलरेडी हुन्छ, माइनस छैन तल लाँदाखेरि के हुन्छ यसको एक्सको पावर 6 हुन्छ। र हाम्रो अन्तिम एन्सर भनेको वाईको पावर 8 एक्सको पावर 6। यहाँ हामी बेसी केही गर्नु मिल्दैन, त्यही भएर हाम्रो लास्ट एन्सर यही हुन्छ है। र यो हामीले अब गरेको 3टा क्वेसन र अगाडि पार्ट 2 मा गरेको एउटा क्वेसन, 4वटा क्वेसन मजाले याद गरेको छ नि, रुल याद छ भने जस्तो सुकै इन्डिसेसको क्वेसनहरू पनि एक्जाममा मजाले सल्भ गर्न सकिन्छ। नआएको कुराहरू कमेन्टमा लेख्नु होला, अनि यो चाहिँ अब साथीभाइलाई सेयर पनि गरिदिनु होला है। धन्यवाद। हेलो नमस्ते, म निकेश महत। आज चाहिँ हामी अब म्याथको इन्डिसेसको पार्ट 2 सकिसकेको छ, पार्ट 3 मा जाऊँ। पार्ट 3 मा चाहिँ 3टा क्वेसन पर्छ। हाम्रो पार्ट 2 मा एउटा क्वेसन जस 1-2 क्वेसन गरिएको थियो, अनि पार्ट 1 मा रुलहरू सिकिएको थियो। अब पार्ट 3 मा चाहिँ के हुन्छ नि 3टा क्वेसन हुन्छ, जम्मा हामीले यो च्याप्टरबाट गरेको क्वेसन भनेको 4टा हो, रुल बिर्सिनु भएन। र अब अहिले हामी 3टा क्वेसन गर्छौँ। त्यो 3टा क्वेसन र यो पार्ट 2 क्वेसन एउटा प्र्याक्टिस त्यही टाइपको क्वेसनहरू गरिसकेपछि तपाईँले अरू इन्डिसेसको अरू च्याप्टरहरूको केही पनि गर्नुपर्ने हुँदैन है। त्यति चाहिँ यो जुन हामीले प्र्याक्टिस गरेको क्वेसनहरू चाहिँ तपाईँले जसरी पनि घोकेर हुन्छ के गरेर हुन्छ प्र्याक्टिस गरेर हुन्छ त्यति चाहिँ याद गर्नु होला।